बिहान 7 बजे। साथीले चिया चाहिँ बनाउनु भएछ, चियामा अलिकति चिनी चाहिँ कम भएछ। चिनी पुगेर चिनी पुगेर चियामा चिनी पुगेर गर्दा के भन्दा कस्तो अचम्मको मान्छे म बेकार बिग बसमा आइछु त्यो यस्तो यस्तो भाषा खतम मान्छे रहेछ नि यो मान्छे अनि किन च्याठी छ यो मान्छे बेकारमा? मुन्नी हग्न नपाउँदै किन जङ्गिन्छौ हो साथीहरू बिहान बिहान? त्यो चाहिँ के चिनी पुगेर बिग बस ए बिग बस ए बिग बस बिग बस अब मलाई घरबाट बाहिर निकाल्दैछ मलाई आफ्नो घर पनि छैन जाउँ भने यस्तासँग भन्नुपर्छ बिग बस यो मान्छे बेकारमा च्याठिरहेछ है। किन किन के भयो मुन्नी? चिनी अलिकति थप्न पनि सकिन्छ नि। अनि तिमीले पनि अलिकति भए पनि त्यो कन्स्टन्ट के भन्छ त्यसलाई सहमति जनाउन सकेर खान सक्छौ त एक कप चिया? मने दुईटै उस्तै। बिहानको 11 बजे। म तरकारी मात्र बनाउँछु तरकारी मात्र बनाउँछु भात त बनाउँदो रहेछ तरकारी र खाना तिम्रो होइन, तिम्रो गर्नु पर्दैन। सबै चिज मैले गर्ने मलाई के बुढेसकालमा हेपेको बिग बस मलाई साह्रै हेपेर चाहिँ बिग बस म घरबाट बाहिर निस्किन्छु होला चाहिँ मुन्नी तरकारी बनाउने कुरोमा पनि तिमीहरू कति चाहिँ हुन सकेको? आफ्नो घर नभएर यहाँ बिग बसमा आउनुपर्छ मलाई निकाल्छ होला यिनीहरू कस्तो गर्दो मलाई निकाल्नु बिग बस बिग बस यो मान्छेलाई कहाँ आयो जस्तो लाग्छ? कस्तो मान्छे रहेछ यो? मेरो काम भनेको चपिक बिग बसले टास्क दियो। बिग बस तपाईँले मलाई टास्क चपिकको दियो होइन? कस्तो कस्तो एउटाले मुन्ने काटेर मुन्ने, अर्कोले मुन्ने भुमरा तरकारी बनाउन सक्नु मुन्ने।